डब्लुएसीसी गणना अर्थात् खरिद औसत मूल्य सो घोषणा कसरी गर्ने? डब्लुएसीसी गणना गर्नका लागि सबैभन्दा पहिले सेयर बिक्रीकर्ताले आफ्नो डिम्याट खाताको मेरो सेयर लगइन गरेर माई पर्चेस सोर्समा गई आफूले बिक्री गरेको सेयर छनौट गर्नुपर्ने हुन्छ। सेयर छनौट गरेपछि उक्त सेयर कुन मितिमा कुन विधिबाट आफ्नो डिम्याट खातामा पाएको हो सो अनुसारको एउटा क्रमबद्ध भएर देखिन्छ। बायाँतर्फ उक्त सेयर छनौट गर्ने टिक बक्स दिएको हुन्छ। प्रत्येक टिक बक्समा गएर टिक लगाउनु पर्ने हुन्छ। यसरी टिक लगाएपछि सो कम्पनीको खरिद मूल्य अङ्कित हुन्छ। यदि त्यहाँ अङ्कित गरेको मूल्यमा कुनै फेरबदल गर्नुपर्ने भएमा आफ्नो खरिद मूल्यलाई फेरबदल गर्न सकिनेछ। यसरी फेरबदल गरिसकेपछि सो खरिद मूल्य फेरबदल गर्नुको कारण के हो भनेर दायाँतर्फको रिमार्क्स भन्ने ठाउँमा कारण खुलाउनु पर्ने हुन्छ। यस्तो फेरबदल विशेष गरेर मर्ज तथा प्राप्ति, बियो टु बियो गर्दा वा घरायसी नामसारी वा मृत्यु नामसारी गरेर ल्याएको भएमा वा बोनस वा हक प्रद बापतको थप सेयर प्राप्त गरेको भएमा गर्न सकिनेछ। अन्यथा यस्तो मूल्यलाई परिवर्तन गर्नु गैर कानुनी हुनेछ। यसरी आफूले खरिद गरेको औसत मूल्य सो घोषणा गरिसकेपछि प्रोसिड बटनमा क्लिक गर्नुपर्ने हुन्छ। यसपछि उक्त प्रक्रियालाई डिक्लेयर बटनमा क्लिक गरेर कन्फर्म अपडेट बटनमा क्लिक गर्नुपर्नेछ। आफूले बिक्री गरेको सेयरको मूल्य घोषणा गर्ने कार्य सम्पन्न हुनेछ।